हेलो गाइस, हेर्नु मेरो हातमा के छ? यो हो ल्याम्प। एउटा त मैले खोलिसकेँ, यसमा म तेल हाल्नु लागेको थिएँ। एउटा त खोलिसकेको थिएँ मैले, लेकिन अब फेरि यो खोलेको थिइनँ। अब म यसलाई खोल्छु। मतलब यसलाई यसरी खोलेर कसरी थियो हौ? फेरि बिर्सिएँ होला। त्यसरी खोल्छन् हो। त्यसलाई माथि निकाल बस। गाउँमा त ठुलो ठुलो चलाइन्थ्यो, तर यहाँ चाहिँ यो अब सोको लागि होला। अलि सानो यसै सानो। सोको लागि यसो अनि यसलाई त्यस्तो होइन रे, खोल्नुपर्छ। यसरी खोलेर यहाँ तेल हालेर गाइस चलाउने जलाउने। ल म यसमा तेल हाल्छु, यो पूजाको तेल, बिर्सिनु अरे अलिअलि हाल। किनकि म यो उसमा राख्छु मन्दिरमाथि, त्यही भनेर। यो मेरो बाबुले सबै निकालेर फालिदिए। अब यसलाई तेल हालेर गाइस जलाउने। अहिले त होइन, साँझ पूजा गर्दाखेरि। अनि यो यसमा लगाउनेवाला यो छ, यसलाई यसरी लगाउने। अनि यसमा फेरि यो पनि दिएको छ कि मतलब ठुलो पनि गर्न सकिन्छ, सानो पनि गर्न सकिन्छ, बुताउनको लागि पनि सकिन्छ। यस्तो सिस्टम छ यसमा। एउटा जलाएर देखाउनु त। यो पनि त्यस्तै सिस्टम छ है, तर यो अलिकति टाइट लाग्दैछ मलाई। ठिकै छ, ठिकै छ। त्यस्तै ल्याम्प हो। गाउँमा लाइट जाँदाखेरि पहिला पहिला यस्तै बालेर पढ्नु पर्थ्यो। आजभोलि त त्यति साह्रो लाइट जाँदैन पहिला जस्तो, तर पहिला पहिला लाइट जाँदाखेरि त सबैजनाहरू यस्तै नै पढिन्थ्यो। यहाँ पनि जाँदैन लाइट जान त। यहाँ त लाइट जान्दैन, यो त बस एउटा सोको लागि हो। तर यो अलिकति फुट्छ कि भन्ने डर लाग्छ कि। सिसाको उल्टा लगाएँ कि उल्टा यहाँ लगाएँ, त लगाऊ, यहाँ त राख। उल्टा लगाएँ कि मैले। यहाँ राख न, यहाँ यहाँ देखिन्छ क्यामेरामा। यहाँ निचे नै होइन त, के भयो? कसरी थियो हौ? त्यसरी लगाउँछन्, कसरी लगाउँछन् र? यस्तै हो। अनि त्यस्तो लगाऊ। यहाँ निचे त्यसलाई दबा दे। भयो। ल्याम्प रेडी भयो मेरो गाइस, हेर्नु। लेकिन अब जलाउनु कसरी? जलाउँदाखेरि यो निकाल्नु पर्यो, यो ग्लास। ग्लास निकाल्नु पर्छ नि माथिको त्यो। यो निकालेर अनि ग्लास निकालेर अनि जलाउने यसरी, अनि फेरि यसरी लगाउने। तर ग्लास हो कि पुरै फुट्छ कि भन्ने डर लाग्छ। चलो उसको टुप्पोमा त लगा, कम से कम ओइलिङहरू कसरी जल्छ नभए जल्छ। जल्दैन क्या हो। जल्नु पर्ने हो, जल्दै थियो। अब भयो, कम गर, सानो गर। सानोमा पढ्ने ल्याम्प आयो गाइस। बहुत तातो हुँदो रहेछ, अब्बरै तातो, छिट्टै तात्दो रहेछ कि। फुट्छ होला, तातिसक्यो पनि छिट्टै तात्दो रहेछ यो। तात्छ नि त। यो हो यसको फाइनल लुक।